सबैमा नमस्कार। ओम श्री पिपलबोटे खुल्ला विद्यालय जुन इटहरीको ट्याङ्ग्रा खोला किनारमा यहाँ खोला बगिरहेको छ। यसको छेउमा यहाँनिर चन्द्र भण्डारी सर मेरो श्रीमानले यी समाजका बालबालिकाहरूलाई चाहिँ यसरी निःशुल्क शिक्षा दान गर्नुभएको 32 वर्ष चलिरहेको अवस्था छ। आज विशेष दिन, आज हाम्रो विवाह भएको 32 वर्ष पुगेको विवाह वर्षगाँठको उपलक्ष्यमा यहाँ आएर केही नानी बाबुहरूलाई कापी कलम मिठाईहरू केही बाँडियो। अनि हिजोको दिनमा नानीहरू 20 जना हजुर खातामा नाम हेरेको थिएँ मैले। आज नानीहरू अलि छोरी रहेछन्, पानी पनि छिट्याउँदैछ। रातभर ठुलो पानी परेको थियो। नयाँ सेसन पढाइ सुरु भएको छैन, गतिका किताब छैन भन्छन्, के भन्छन्, कोही बाहिर डुल्नु भएको छन्। आफ्नो आफ्नो ठाउँमा छ त्यो कुरा भनेको। तर सरले चाहिँ निरन्तर एकजना दुईजना हुँदा पनि यसरी नै आएर पढाएर जानुहुन्छ। उहाँले यो निःशुल्क शिक्षा दान गर्नुभएको आज 32 वर्ष चलिरहेको अवस्था छ र हाम्रो विवाह भएको दिन 32 वर्ष पुगेको दिन विशेष दिन। त्यही भएर यहाँ हामीले नानी बाबुहरूलाई केही खुसी बाँड्ने काम गऱ्यौँ। मेरो श्रीमानले यो ठाउँमा यसरी नै भुइँमा खुल्ला आकाश मुनि भुइँमा राखेर नानीहरूलाई पढाइराख्नु भएको 32 वर्ष चलिरहेको छ। उहाँले यो खोलाको किनारमा यी पिपलका बोटेहरू साना साना थिए, अहिले बढे मागा भएका छन्। दुईवटा बोटे धेरै ठुल्ठुला भएर धेरै ठाउँ ढाकिसकेका छन्। यी पिपलहरू साना बिरुवा, दुई पाते बिरुवा हुर्काउनु भएको यही ठाउँमा अहिले आएर उहाँले आफ्नो स्कुलको नाम नै ओम श्री पिपलबोटे खुल्ला विद्यालय भनेर राखेर गर्नुभएको 8-10 वर्ष भयो। उहाँले यसरी निःशुल्क शिक्षा दान गर्दै रहनुभएको कुरा सबैलाई नै जानकारी भइसकेको छ। उहाँको सेवा कार्य सबैलाई नै सम्मानजनक लागेको छ। उहाँले निःशुल्क बिना पैसा यसरी समाजमा रहेका विपन्न वर्गका बालबालिकाहरूलाई शिक्षा दान गर्नु निरन्तर कहिले नरोकिकन। अब यो बर्खा लाग्यो, त्यसमा चाहिँ अलिकति पानीले केही डिस्टर्ब गर्छ। त्यसमा जुन दिन पढाउन आउन पाउनुहुन्न उहाँलाई दिनभरि दिनै खल्लो लाग्छ। यहाँ आएर बिहान बच्चा पढाएर घर जानुभयो भने उहाँको एकदम शुभ हुन्छ, खुसी रहनुहुन्छ। अब पानीको समयमा 2-4 महिना हामीलाई अलिकति डिस्टर्ब हुन्छ। उहाँले यो काम चाहिँ निरन्तर गरिरहनु भएको छ। यो कामलाई शरीरले साथ दिएसम्म गरिरहन्छु भन्नुभएको छ। हेरौँ मलाई शरीरले साथ दिएसम्म। अहिले त 32 वर्ष त चल्दैछ, अब कति वर्षसम्म पढाउन सक्नुहुन्छ भगवान भरोसा होइन। अनि अहिले त आएर 2-4 महिनादेखि 5-7 महिना भयो यहाँ नानी बाबुहरूलाई पढ्नको लागि कलम, कपी, पेन्सिल यिनीहरू सामानहरू किन्नु पर्दैन। यहीँबाट सरले आफै दिँदै हुनुहुन्छ। सबै कुराहरू पढ्दैछन् नानी बाबुहरू आएर। यो सेवा कार्य एकदम लामो समयसम्म यसरी निरन्तर नरोकिकन गरिरहनु भएको यो सेवा कार्य मलाई पनि खुसी लाग्छ। धन सम्पत्ति नै ठुलो कुरा होइन। उहाँले दिनुभएको यो जुन निःशुल्क शिक्षा दान छ यसले हाम्रो परिवारलाई नै खुसी बनाएको छ। हामी उहाँको पुरा सपोर्टमा छौँ। साथ सहयोग चारैजना परिवारको साथ सहयोगबाट नै सरले यसरी यो निःशुल्क शिक्षा दान गरिरहनु भएको छ। यो काम चाहिँ निरन्तर चलिरहोस्, चलिरहने पनि छ। अलिकति यहाँ हामीलाई अप्ठ्यारो भनेको यो दुईवटा पिपलको बिचमा एउटा सानो 4-5 फुट लम्बाइको एउटा चौतारा जस्तो यसो बनाएर एक पाखे टिनको छाना हालिदिनको लागि भनेर हामीले धेरैतिर गऱ्यौँ भन्नाले सोध्न आउने, हामी बाहिर बिन्ती गर्न त कहीँ जाँदैनौँ। सोध्न आउनु हुनेलाई के छ समस्या भन्दाखेरि यो कुरा उठायो, त्यसको लागि केही पहल गर्छु भन्नुहुन्छ। तर